मैले तपाईहरुलाई कति भने तपाईहरु सुन्नुहुन्न कि मान्नुहुन्न कि तपाईको फेसबुक आइडीमा यस्तै राम्रो अर्निङ यस्तै राम्रो पैसा कमाउनका लागि र तपाईले हालेको कन्टेन्ट भाइरल हुनका लागि र तपाईको फेसबुक आइडी मोनेटाइज हुनका लागि यहाँ हरियो बलेको छ नि मेरो फेसबुक नामको तलपट्टि यस्तो बोल्नुपर्छ भनेर मैले तपाईलाई धेरैचोटी भनेको छु र यो चाहिँ किन बल्छ यो बाल्नका लागि के गर्नुपर्छ भनेर पनि मैले तपाईहरुलाई धेरैचोटी भनिसकेको छु। अझै पनि सिक्न चाहनुहुन्छ भने हरियो टिक कसरी बाल्ने भनेर कमेन्टमा भन्नु होला, म त्यसको फेरि जानकारी दिन्छु तपाईहरुलाई। आजको भिडियो चाहिँ यदि तपाईको फेसबुक आइडीमा यस्तो खालको समस्याहरू आएको छ, तपाईको फेसबुकमा पहिल्यै समस्या आइसकेको छ र यस्तो बनाउन सकिराख्नु भएको छैन, इस्यु देखाइरहेको छ भने तपाईले त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा म आज तपाईहरुलाई समाधानको उपाय सिकाउन गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ यो मेरो फेसबुकको यहाँ मेरो फेसबुकमा अहिले एकदमै राम्रो अर्निङ पनि एकदम राम्रो भइरहेको छ। अहिले फेसबुकमा कमाइ बढिरहेको छ, तपाईहरुलाई थाहा छ। तपाईले केही गर्नु पर्दैन, यसैगरी आफ्नो प्रोफाइलमा जाने, यहाँबाट यहाँ प्रोफेसनल ड्याशबोर्डमा जाने। यहाँ गइसकेपछि यस्तो ड्याशबोर्ड देखाउँछ। यसैगरी यसलाई तल सार्नु भयो भने यहाँ तल यहाँ देख्न सक्नुहुन्छ, यहाँ क्रिएटर सपोर्ट भन्ने छ नि, हो यहाँ थिच्नु। यहाँ थिचिसकेपछि यस्तो इन्टरफेस खुल्छ है त। अब यहाँ देख्न सक्नुहुन्छ यो जुन मेरो यो यहाँ ग्रुपहरु छ नि, यो मेरो बिपिन फर क्रिएटर भन्ने पेज हो, यसमा पनि इस्यु छैन। यो भन्दा तलको यो दुईटा चाहिँ मेरो ग्रुप हो। यो ग्रुपमा पनि कुनै किसिमको समस्या छैन, सबै हरियो बलेको छ है त। यदि तपाईको यहाँ पेजमा तपाईको आइडीबाट बनाएको पेज ग्रुपमा समस्या छ भने त्यसको असर यहाँ प्रोफाइलमा पनि पर्छ है त, मोनेटाइजेसनमा पनि पर्छ। यहाँ कुनै पनि इस्यु छैन है त मेरो फेसबुकमा। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ जस्तो यहाँ क्रिएटर सपोर्टमा गइसकेपछि यहाँबाट यहाँ तल यहाँ देख्न सक्नुहुन्छ यो थिङ्स यो रिपोर्टेड भनेको छ नि, यो चाहिँ तपाईले अरूकोमा रिपोर्ट गरेको, तपाईले कसैकोमा रिपोर्ट गरेको छ भने त्यो देखाउने हो। अनि अर्को यो अदर कम्युनिकेसन भनेको छ नि, हो यहाँ थिच्नु। यहाँ थिचिसकेपछि यहाँनिर चाहिँ तपाईको फेसबुकमा आएको समस्याको बारेमा यहाँनिर फेसबुकले के नोटिफिकेसन दिएको छ भने अफिसियली नोटिफिकेसन यहाँ आएको हुन्छ है त। यहाँबाट तपाईले त्यसलाई कन्टेन्टहरु हटाउने हो कि के गर्ने हो यहाँबाट थाहा पाउनुहुन्छ। अनि यहाँ अदर भन्ने लेखेको छ नि, हो यहाँ अदरमा थिच्नु भयो भने अब यहाँनिर चाहिँ तपाईले फेसबुकसँग रिपोर्ट गरेको, फेसबुकलाई रिपोर्ट तपाईको फेसबुक आइडीमा केही समस्या भयो र फेसबुकलाई जानकारी गराउनु भयो भने त्यसको मेसेज चाहिँ यहाँ आएर बसेको हुन्छ। म जापानमा छु, त्यसैले मेरो पे आउट चाहिँ जापानको हैन नेपालको राख्न चाहन्छु भनेर मैले केही समय अगाडि कुरा गरेको थिएँ। त्यतिखेर मलाई फेसबुकले पठाएको मेसेजहरु हो यो है त। मैले केही दिन अगाडि मात्रै कुरा गरेको। जस्तो यहाँ जाने हो भने यो चाहिँ मैले फेसबुकसँग कुरा गरेको है त। यहाँ तल तल अरूहरु पनि हुन्छ। अनि यहाँ यस्तो पनि दिन्छ उले फेसबुकले। अब यहाँ चाहिँ तपाईले आफ्नो स्क्रिनशट एट्याच गरेर यहाँबाट एड टु अट्याच भनेको छ नि, अट्याचमेन्ट हो, यहाँबाट अट्याच गरेर यहाँ के लेख्ने हो लेखेर तपाईको आइडीमा आएको समस्या लेखेर यहाँबाट सेन्ड गरिदिनु भयो भने यो जान्छ है त। अनि यसैगरी यो फेसबुकले पठाउँछ। मैले पे आउटको लागि रिपोर्ट गरेको थिएँ, उसले मलाई यहाँ भनेको छ, यहाँ रिप्लाई गरेको छ, बैंक नेमहरु योहरु पठा मलाई अनि म चाहिँ बनाइदिन्छु भनेर भनेको छ फेसबुकले हैन। बैंक स्विफ्ट कोडहरु सबै मागेको छ। यसैगरी तपाईले फेसबुकसँग कुरा गरेर आफ्नो समस्याहरु आफै समाधान गर्न सक्नुहुन्छ। र फेसबुकलाई कसरी समस्या समाधान गर्ने, कसरी च्याट गर्ने भन्ने कुरा, कसरी रिपोर्ट गर्ने भन्ने कुरा मैले पहिला नै तपाईहरुलाई जानकारी गराइसकेको छु। यो फेसबुकमा भिडियो छ होला। यदि फेरि पनि भिडियो चाहिन्छ भने कमेन्टमा भन्नु होला, म फेरि पनि ए टु जेड कसरी रिपोर्ट गर्ने, कसरी लेख्ने भन्ने कुरा सबै सिकाउने छु है त। फेरि भेटौँला अर्को भिडियोमा। फेसबुकमा अहिले एकदमै राम्रो अर्निङ हुन थालेको छ र एकदम राम्रो कमाइ हुन थालेको छ। त्यसैले फेसबुकमा काम गर्दै गर्नु होला। ओरिजिनल कन्टेन्टमा काम गर्नेहरुका लागि एकदमै राम्रो छ। अनि यहाँबाट तपाईको प्रोफाइलको स्ट्याटसहरु बेला बेला यसैगरी यहाँबाट प्रोफाइल स्ट्याटसमा गएर यसैगरी बेला बेला हेरिराख्नु होला। यस्तो हरियो बल्नुपर्छ है त, यस्तो राम्रो बल्नुपर्छ। यसैगरी रिकमेन्डेसन पनि एक्टिभ, मोनेटाइजेसन पनि एक्टिभ अनि मार्केट प्लेस पनि एक्टिभ हुनुपर्छ है त। सबै राम्रो भयो भने तपाईले हालेको कन्टेन्ट पनि अझ धेरै भाइरल हुने चान्स धेरै हुन्छ। यस्तै महत्त्वपूर्ण जानकारीका लागि फलो गर्न नबिर्सनु होला। फेरि भेटौँला अर्को भिडियोमा।